नमस्कार साथीहरु, फेरि पनि स्वागत छ हजुरलाई यस युट्युब च्यानलमा। फेरि पनि मैले एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको हामी यस भिडियोमा एनपीएल बाट चाहिँ सोध्न सक्ने केही महत्त्वपूर्ण प्रश्नहरु चाहिँ कलेक्सन गरेर चाहिँ लिएर आएको छु। सो हजुरहरुले चाहिँ भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्नु होला र साथै हजुरले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई लाइक, शेयर एन्ड सब्स्क्राइब गरेर चाहिँ जोडिन सक्नुहुन्छ है त। आजको भिडियोको फर्स्ट प्रश्नमा रहेको छ नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि विजेता समूह चाहिँ कुन हो त? अप्सनमा रहेका छन् सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि विजेता समूह चाहिँ कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी लुम्बिनी लायन्स है त साथीहरु। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि विजेता समूह चाहिँ कुन हो त? लुम्बिनी लायन्स हो भने त्यसैगरी अर्को चाहिँ तपाईले चाहिँ यो प्रश्नमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि साथीहरु तपाईको चाहिँ उपविजेता भनेको चाहिँ को त? उपविजेता भनेको तपाईको चाहिँ सुदूरपश्चिम रोयल्स है त। उपविजेता भनेको चाहिँ कुन हो त? उपविजेता भनेको तपाईको चाहिँ सुदूरपश्चिम रोयल्स है त। तपाईको चाहिँ सुदूरपश्चिम रोयल्स भनेको चाहिँ तपाईको चाहिँ पहिलो संस्करणको पनि उपविजेता, त्यसैगरी दोस्रो संस्करणको पनि उपविजेता चाहिँ टिम हो है त साथीहरु। त्यसैगरी अर्को चाहिँ तपाईले फेरि यो प्रश्नमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि तपाईको चाहिँ पहिलो संस्करणको चाहिँ विजेता टिम भनेको चाहिँ जनकपुर बोल्ट्स है त। यो भनेको तपाईको चाहिँ पहिलो संस्करणको है त। पहिलो संस्करणको चाहिँ तपाईको चाहिँ विजेता टिम चाहिँ कुन हो त? जनकपुर चाहिँ बोल्ट्स है त साथीहरु। त्यसैगरी तपाईको चाहिँ दोस्रो संस्करणको चाहिँ तपाईको चाहिँ तेस्रो स्थानमा रहेको टिम भनेको चाहिँ कुन हो त? विराटनगर किङ्स है त। यो भनेको तपाईको चाहिँ तेस्रो स्थानमा कुन संस्करणमा त? दोस्रो संस्करणमा है त। दोस्रो संस्करणमा तपाईको चाहिँ तेस्रो स्थानमा रहेको टिम भनेको चाहिँ विराटनगर किङ्स हो भने त्यसैगरी चौथो स्थानमा रहेको भनेको चाहिँ काठमाडौँ गोर्खा है त। यो पनि जानिराखौँ है त। चौथो स्थानमा भनेको तपाईको चाहिँ काठमाडौँ गोर्खा है त। काठमाडौँ गोर्खा है त। यो भनेको तपाईको चाहिँ चौथो स्थानमा है त साथीहरु। के रहेछ त? नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको चाहिँ उपाधि विजेता समूह भनेको चाहिँ तपाईको चाहिँ लुम्बिनी लायन्स हो भने त्यसैगरी पहिलो र दोस्रो संस्करणको चाहिँ उपविजेता चाहिँ टिम भनेको सुदूरपश्चिम रोयल हो भने र त्यसैगरी पहिलो संस्करणको चाहिँ विजेता टिम भनेको चाहिँ कुन हो त? जनकपुर बोल्ट्स हो भने र त्यसैगरी तपाईको चाहिँ दोस्रो संस्करणको चाहिँ तेस्रो स्थानमा रहेको टिम भनेको चाहिँ विराटनगर किङ्स, त्यसैगरी चौथो स्थानमा रहेको भनेको तपाईको चाहिँ काठमाडौँ गोर्खा है त साथीहरु। काठमाडौँ के त? गोर्खा है त। ल यति कुराहरु चाहिँ तपाईले चाहिँ सम्झिनु पर्यो है त। प्रश्न नम्बर 2 मा रहेको छ नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025 मा शतक हान्ने पहिलो खेलाडी चाहिँ को हुन् त? अप्सनमा रहेका छन् मार्टिन गुप्टेल, एन्ड्रिज गौस, एडम रोसिङटन, मार्क वाट गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025 मा शतक हान्ने पहिलो खेलाडी चाहिँ को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी मार्क वाट है त साथीहरु। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025 मा चाहिँ शतक हान्ने पहिलो खेलाडी भनेका चाहिँ को हुन् त? मार्क वाट हुन् भने त्यसैगरी यो प्रश्नमा पनि तपाईले चाहिँ अर्को कुरा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि पहिलो संस्करण 2024 मा एक मात्र शतक हान्ने खेलाडी भनेका चाहिँ एन्ड्रिज गौस हुन् है त साथीहरु। तपाईको चाहिँ पहिलो संस्करणमा है त। पहिलो संस्करण 2024 मा चाहिँ के त? एक मात्र शतक हान्ने खेलाडी भनेका चाहिँ को हुन् त? एन्ड्रिज के त? गौस हुन् भने त्यसैगरी एडम रोसिङटन भनेका चाहिँ तपाईको चाहिँ सर्वाधिक रन बनाउने खेलाडी है त साथीहरु। सर्वाधिक के त? सर्वाधिक रन के त? बनाउने खेलाडी भनेका चाहिँ को हुन् त? एडम के त? रोसिङटन है त साथीहरु। ल एकचोटी फेरि प्रश्न चाहिँ ध्यान दिएर हेर्नुस् है त। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2024 मा चाहिँ शतक हान्ने पहिलो खेलाडी भनेका चाहिँ मार्क वाट हुन् भने त्यसैगरी तपाईको चाहिँ पहिलो संस्करण 2024 मा चाहिँ एक मात्र शतक हान्ने खेलाडी भनेका चाहिँ एन्ड्रिज गौस हुन् भने र त्यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भनेका चाहिँ को हुन् त? एडम रोसिङटन है त साथीहरु। ल यति कुराहरु चाहिँ यसमा पनि बुझ्नु पर्यो है त। प्रश्न नम्बर 3 मा रहेको छ एनपीएल इतिहासमा चाहिँ 500 रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान चाहिँ खेलाडी चाहिँ को हुन् त? अप्सनमा रहेका छन् रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, दिपेन्द्र सिंह एरी गरेर चारवटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुस् त एनपीएल इतिहासमा 500 रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान चाहिँ को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए रोहित पौडेल हुन् है त साथीहरु। यसमा चाहिँ झुक्किनु भएन है त तपाईले। एनपीएल इतिहासमा चाहिँ तपाईको चाहिँ 500 रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान खेलाडी चाहिँ को हुन् त? रोहित पौडेल है त। ल त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ नेपाल प्रिमियर लिगको इतिहासकै
ह्याट्रिक विकेट लिने दोस्रो बलर चाहिँ को भनेका छन् त? अप्सनमा रहेका छन् सन्दीप लामिछाने, कुशल भुर्तेल, साहब आलम, रोहित पौडेल गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। नेपाल प्रिमियर लिगको इतिहासकै ह्याट्रिक विकेट लिने दोस्रो बलर चाहिँ को बनेका छन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी, रोहित पौडेल है त साथीहरू। नेपाल प्रिमियर लिगको इतिहासकै ह्याट्रिक विकेट लिने दोस्रो बलर चाहिँ को बनेका छन् त? रोहित पौडेल बनेका छन् भने त्यसै गरी पहिलो भनेको तपाईँको चाहिँ साहब आलम है त साथीहरू। पहिलो भनेका चाहिँ को त? पहिलो भनेका चाहिँ साहब आलम हुन् भने त्यसै गरी दोस्रो भनेका चाहिँ रोहित पौडेल है त साथीहरू। ल त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ नेपाल प्रिमियर लिगको दोस्रो संस्करण चाहिँ कहिले आयोजना भयो त? अप्सनमा रहेका छन् सन् 2025 नोभेम्बर 7 देखि डिसेम्बर 13, सन् 2024 नोभेम्बर 30 देखि डिसेम्बर 21, सन् 2025 नोभेम्बर 15 देखि डिसेम्बर 13, सन् 2024 नोभेम्बर 25 देखि डिसेम्बर 21 गरेर 4वटा विकल्प दिएका छन्। यसमध्ये सही विकल्प छान्नुहोस् त। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण चाहिँ कहिले आयोजना भयो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। सन् 2025 नोभेम्बर कति 7 देखि डिसेम्बर 13 सम्म भएको थियो। त्यसै गरी तपाईँले चाहिँ यो डेट चाहिँ नेपालीमा पनि बुझिराख्नु पऱ्यो है त। नेपाली चाहिँ कहिले त? विक्रम सम्वत 2082 मक्सिर कति गते त? मक्सिर 1 गतेदेखि 27 गतेसम्म चाहिँ भएको थियो है त। यो चाहिँ तपाईँको चाहिँ दोस्रो संस्करणको चाहिँ आयोजना मिति भयो भने त्यसै गरी पहिलो संस्करणको आयोजना मिति भनेको तपाईँको चाहिँ सन् 2024 नोभेम्बर कति 30 देखि डिसेम्बर कति 21 सम्म है त साथीहरू। नेपाली डेट भनेको चाहिँ कति त? नेपाली भनेको तपाईँको चाहिँ 2081 मक्सिर कति मक्सिर 2018 भयो रहेछ। 2000 कति 81 मक्सिर 15 देखि मक्सिर कति 15 देखि पुस कति त तपाईँको चाहिँ पुस कति त 6 सम्म चाहिँ भएको थियो है त साथीहरू। यो भनेको तपाईँको चाहिँ पहिलो संस्करणको चाहिँ आयोजना मिति है त। ल त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ यहाँनिर प्लेयर अफ द टुर्नामेन्ट अवार्ड चाहिँ कसले पाए त? कसले भन्दाखेरि चाहिँ रुबेन ट्रम्पलम्यानले पाए है त। तपाईँको चाहिँ प्लेयर अफ द टुर्नामेन्ट अवार्ड चाहिँ कसले पाए त? रुबेन ट्रम्पलम्यानले पाएका थिए भने त्यसै गरी 7 मा रहेको छ इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट चाहिँ को भने त? अविनाश बोहरा है त। इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट अवार्ड चाहिँ को भने त? अविनाश बोहरा भने। र त्यसै गरी 8 मा रहेको छ सर्वोत्कृष्ट बलर तथा इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट चाहिँ को भने त? शेर मल्ल है त। सर्वोत्कृष्ट बलर तथा इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट भनेका चाहिँ शेर मल्ल भने। र त्यसै गरी 9 मा रहेको छ हाइएस्ट विकेट टेकर अफ द टुर्नामेन्ट अवार्ड चाहिँ कसले पाए त? सन्दीप लामिछाने है त। तपाईँको चाहिँ हाइएस्ट विकेट टेकर अफ द टुर्नामेन्ट अवार्ड चाहिँ कसले पाए त? सन्दीप लामिछानेले पाए भने। त्यसै गरी 10 मा रहेको छ मोमेन्ट अफ द फाइनल अवार्ड भनेको चाहिँ तपाईँको चाहिँ कसले पाए त? दिनेश अधिकारीले है त। मोमेन्ट अफ द के त फाइनल अवार्ड भनेको चाहिँ दिनेश अधिकारीले पाए। र त्यसै गरी 11 मा रहेको छ एनपिएल दोस्रो संस्करणमा चाहिँ देखिएको रोबोटिक डगको नाम भनेको चाहिँ के हो त? चङ्खे है त साथीहरू। ल यति कुराहरू चाहिँ तपाईँले चाहिँ यो एनपिएलबाट चाहिँ बुझ्यो भने इनफ हुन्छ है त साथीहरू। ल आजको भिडियोमा चाहिँ यति नै प्रश्न रहेका छन् साथीहरू। फेरि पनि म अर्को भिडियो लिएर आउनेछु। आजलाई यति नै। थ्याङ्क यू है त।